गाइस थोरै चाहिँ छन्। वेलकम ब्याक टु माई न्यू ब्लग। के छ, के गर्दै हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला है। मेरो ब्लगहरू चाहिँ हेर्दै हुनुहुन्छ कि नै? हेर्नु होला है पक्कै गएर। म चाहिँ 7 बजिसकेको छु र उठिसकेको छु। तपाईँहरू चाहिँ उठ्नु भयो कि नै? खै मलाई त थाहा भएन। अनि चाहिँ कस्तो छ तपाईँतिर? रमाइलो घामसाम लागिरहेको छ नि? हाम्रोतिर त बादल लागेको छ, हावा लागिरहन्छ होइन, पानी परिरहन्छ, घाम पनि अलिअलि लागेकै हुन्छ। यस्तै छ, चारै किसिमको मौसमको चाहिँ मिक्स हो भने चाहिँ पाहाडमा पाइन्छ होइन, तपाईँलाई थाहा भएकै कुरा हो। तपाईँलाई एकचोटि देखाउँ गाइस, देख्नुभयो नि मौसम गाइस। मेरो गोरु के गर्दैन मलाई, मेरो गोरु थाहा छ नि? गोरु भनेको चाहिँ पहाडीमा बल्ल। दहीसँग रोटी खानुको मजा नै बेग्लै छ कि गाइस, मस्तसँग। बजारबाट चाहिँ घर जाँदैछु गाइस म। बजारमा चाहिँ यस्तो घाम छ कि, किनकि रोड छ, रोड तात्छ, त्यसपछि तातो हावा चल्न थाल्छ होइन। एक त चटक्क घाम लागेको छ, यस्तो गर्मी छ कि, त्यही भएर चाहिँ घरतिर रुखको छारीमा चट्टसँग हावा खाँदै बस्ने मन चाहिँ कसलाई नलाग्ला र? तपाईँहरूलाई नलाग्ला? तराईमा जो हुनुहुन्छ 40 डिग्रीमा चाहिँ के बफिनु मन चाहिँ कसैले पनि होला र नहोला नै हो कि होइन? त्यही भएर चाहिँ गाइस केयरफुल हुनु पऱ्यो आफ्नो बारेमा होइन। आफूलाई जति पनि हुन्छ आफ्नो शरीरलाई चाहिँ ख्याल गर्नु पऱ्यो, घामबाट बस्नु पऱ्यो होइन। रेडिएसनहरू चाहिँ शरीरमा प्रवेश गर्ने होइन, धेरै किसिमका चाहिँ बिरामीहरू चाहिँ यसले चाहिँ फैलिन सक्छन् कि, नराम्रा रेजहरू चाहिँ हामीसँग बडीमा चाहिँ प्रवेश गरेर चाहिँ होइन। त्यही भएर चाहिँ बी केयरफुल गाइस होइन। यस्तो छारीमा बसेर चाहिँ हावा खान तपाईँहरूले मन नहोला र गाइस। त्यही भएर त पहाड एउटा स्वर्गको टुक्रा नै हो कि गाइस। यस्तो कहाँ पाइन्छ कि जति भए पनि। गाइस अँध्यारो भइसकेको छ, अँध्यारो। के भयो? अँध्यारो भयो? भयो कि नै? भयो भयो, रात परिसक्यो, कहाँ अँध्यारो भएन भने चाहिँ। गाइस इट्स नेक्स्ट डे एन्ड आज चाहिँ म चाहिँ अलि चाहिँ लेजी फिल गरिरहेको छु, खै थाहा छैन किन। आज चाहिँ अलि के लेजी रुगा लाग्ला जस्तो पनि भइरहेको छ, किनकि चाहिँ मौसम चेन्ज भएको छ नि। त्यो चाहिँ के सिक भयो जस्तो चाहिँ फिल भइरहेछ। रुगा खोकी चाहिँ लाग्न सक्छ, के पो खाइदियो नयाँ नयाँ चिजहरू चाहिँ होइन। हुनुको कारण चाहिँ गाइस यस्तो चिज खानाले होइन, अनि यस्तो चिज खानाले, अनि यस्तो चिजहरू चाहिँ खानाले चाहिँ पुरै लेजी फिल भयो। घरतिर जाँदैछु गाई, उता पुगिसकेँ। फल खाउँ गाइस, काफल सकिया रहेछन् कि अलिअलि मात्रै छन्। ओल्ली भए पनि चाहिँ काफल खानै पर्यो। टिपेर मस्तसँग खाँदाखेरि चाहिँ एकदम राम्रो हुने भएकाले टिपेर खानु पर्यो गाइस। थोरै चाहिँ छन् अझै पनि। आजलाई यति नै गाइस होइन। ब्लगहरू चाहिँ लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला। आज चाहिँ रुगाखोकी लागेर चाहिँ म चाहिँ एकदम के भन्ने खतरा अवस्थामा छु। रुगाखोकी लागेको छ भन्नुपर्छ, त्यस्तो खतरा के होइन, टन्सिल जस्तै के घाँटीमा मेराहरू चाहिँ आएको जस्तो छ। त्यही भएर चाहिँ म चाहिँ भ्लग आजलाई यही इन्ड गर्छु। बाइ गाइस।